को ऐसे नहीं शुरू से दिखाता हूँ। हेलो एभ्रिवान, आज चाहिँ हामी चिङ्नी डाँडातिर चाहिँ प्रस्थान गर्दैछौँ। मेरो साथमा हुनुहुन्छ मेरो प्रिय मित्र अजिम खड्काज्यू। अब चाहिँ हामी विद्यार्थीलाई स्यामचोकमा सबैलाई बोलाएको छौँ र स्यामचोकमा सबै विद्यार्थी उपस्थित भइसकेपछि हामी चिङ्नी डाँडाको यात्रातिर लाग्नेछौँ। हस्त धन्यवाद। 4वटा अटो चाहिँ रेडी छ। अब चाहिँ हामी 0 पोइन्टसम्म चाहिँ अटोबाट जान्छौँ, त्यसपछि हामी पैदल यात्रा गर्नेछौँ। पैदल यात्रा सुरुवात गर्दैछौँ झोलुङ्गेको बाटो। थकित भएको अवस्था, म थाकेको छुइनँ। हाम्रो विद्यार्थी साथीहरू चाहिँ एकदमै पछाडि थकित अवस्थामा आइरहेका छन्। थकित जिन के छ? अब हामी पुग्नलाई कति बेर बाँकी छ त जिन भनिदिनु पर्यो यहाँ। अझै 10 मिनट हो। हामी लामो यात्रापछि आफ्नो गन्तव्यको एकदमै नजिक पुगिसकेका छौँ। अब 10 मिनट जति समयमा चाहिँ हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ। हजुरलाई आजको यात्रा कस्तो लागिरहेछ? हजुर हजुर यो चाहिँ कट गरौँ है। दिनको पहिलो सुरुवात कफीको चुस्कीसँग। विद्यार्थी र टिचर चाहिँ मिलिमिलि काम गर्दै हुनुहुन्छ। हामी चाहिँ यसरी घाम चाहिँ इम्पोस्टर गेम खेल्दैछौँ। इम्पोस्टर गेम, गेस द इम्पोस्टर। हेलो सर। हजुर सर। दिदीहरू दुर्गा सर। आजको हाइकिङ कस्तो लाग्यो? रमाइलो भयो नि है? ल यस्तै रमाइलो गर्नुपर्छ। अब तिमीहरूको यहाँ सकिएपछि पनि फेरि हामी आउनेछौँ है। ल अरू ठाउँमा आउनेछौँ, यहाँ त आउने छैनौँ। ल हामी चाहिँ आधी बाटोमा आइपुगेका छौँ र अलिकति जिउमा अलिकति थकान छ। वी आर फ्रम